देख्नै सक्नुहुन्न, सुन्न मात्रै सक्नुहुन्छ। त्यसैले आज जोडिनु भएका आदरणीय सर म्यामहरूले सफल हुनको लागि सफलताको रहस्य लिएर आउँदै हुनुहुन्छ। स्पष्ट वक्ता, उहाँ साहित्यकार पनि हुनुहुन्छ, शिक्षक पनि हुनुहुन्छ, समझदार मिलनसार व्यक्तित्व हुनुहुन्छ र यस जागरण एकाडेमीका ट्रेनर मोटिभेसनल स्पिकर हुनुहुन्छ र हाल उहाँ जन्मघर वीरगञ्ज भए पनि हाल बसाइ उहाँको टोखा रहेको छ र उहाँ आउँदै हुनुहुन्छ सफलताको रहस्य लिएर। सफल हुने कसरी भन्ने कुरा हजुरहरूलाई एकदमै रोचक रमाइलो तरिकाबाट प्रस्तुत गर्नको लागि आउँदै हुनुहुन्छ प्रदीप यादव सर। उहाँलाई जोरदार तालीले स्वागत गरौँ। यति भन्दै म फेरि पनि हजुरहरूलाई अनुरोध गर्दछु, कृपया क्यामेरा अन गरिदिनु होला। आदरणीय प्रदीप सर, उहाँको लागि जोरदार तालीले स्वागत। धन्यवाद आजका उद्घोषक गायत्री खत्री म्यामलाई। चित्र हैन चरित्र सुन्दर हुनुपर्छ, चित्र हैन चरित्र सुन्दर हुनुपर्छ, हैन भावना सुन्दर हुनुपर्छ, साधन हैन साधना सुन्दर हुनुपर्छ, दृष्टि हैन नि दृष्टिकोण सुन्दर हुनुपर्छ। नमस्कार, यो गरिमामय कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण आदरणीय महानुभावहरू, म प्रदीप प्रसाद यादव जन्मघर वीरगञ्ज पर्सा भए तापनि हाल आफ्नो निर्धारित भाग्य र कर्मका अनुसार म टोखा नगरपालिका वडा नम्बर 8 काठमाडौँबाट बोल्दैछु। आदरणीय सर म्यामहरू, आज मिति 2082 ज्येष्ठ महिनाको 8 गते तदनुसार 22 मे 2025 आज बिहीबारका दिन जागरण एकाडेमी एन्ड प्राइभेट लिमिटेड रिट्रिट सेन्टर प्राइभेट लिमिटेडले आयोजना गरेको 15 दिवसीय टट प्रोग्रामको ओजिटी कक्षामा हामी आज उपस्थित भइसकेका छौँ। यस्तो सुनौलो अवसरमा हजुरहरूलाई यो संस्थाको तर्फबाट म आफ्नो व्यक्तिगत तर्फबाट स्वागत गर्न पाउँदा निकै हर्षित भएको छु र यस्तो सुनौलो अवसर प्रदान गर्ने हाम्रो आयोजक संस्था जागरण एकाडेमीलाई हृदयदेखि नै म कृतज्ञता व्यक्त गर्दछु। आदरणीय सर म्यामहरू, यस्तो सुनौलो अवसरमा अहिलेको परिवेशलाई, अहिलेको संसारलाई हेर्ने हो भने सानो बच्चादेखि लिएर एक कर्मचारी, विद्यार्थी, कर्मचारी र बुढेसकालसम्म जो व्यक्ति पदवान, धनवान, धन प्रतिष्ठावान बनिसकेका छन् ती व्यक्ति मात्र होइन नि हजुरहरू, सबै व्यक्तिहरूलाई सफल हुन सपना छ। सबै व्यक्ति सफल हुन चाहन्छ, तर सफलताका राज के हो, सफलताका रहस्य के हो, हामी मध्ये थोरै व्यक्तिहरू जानुहुन्छ। हजुरलाई थाहा छ, कतिजनालाई थाहा छ? यो 3% व्यक्तिलाई मात्र थाहा छ कि सफलताका रहस्यहरू के हुन्। त्यही भएर त उहाँहरू आज सफल हुनुभएको छ। बाँकी त हामी 97%, 97% यो पुरै संसारका व्यक्तिहरू हामी त त्यही बाटोमै छौँ, सपना लिएर मात्र हिँडिरहेका छौँ, तर सफलता कहाँ छ हामी मात्र सोचिरहेका छौँ। आजको यस परिवेशमा हजुरहरू समक्ष म सफलताका रहस्य भने टपिक लिएर आइपुगेको छु। आदरणीय सर म्यामहरू, स्क्रिनमा म सेयर गर्न चाहन्छु, हजुरहरू हेर्दै हुनुहुन्छ यहाँ। सफलताका रहस्य भनेको हामी सफल कसलाई भनिन्छ? हामी सबैलाई थाहा छ आदरणीय सर म्यामहरू, हामी कोटेसनहरू पढेका छौँ। अनि कोटेसनमा हामी के पढेका छौँ भनेदेखि हामीलाई थाहा छ कि happiness is the key of the success, but the success is not key of the happiness। भन्नाले के बुझिन्छ भने आदरणीय सर म्यामहरू, हामी चाहिँ सफल हुनु छ भने हामीले खुसी हुनुपर्छ। सफल हुनु छ भने हामीले खुसी हुनुपर्छ। हामीलाई खुसीका लागि सफलता होइन कि सफलताका लागि चाहिँ खुसी चाहिन्छ। आदरणीय सर म्यामहरू, म यहाँ स्क्रिनमा हजुरलाई हेराउन चाहन्छु, सेटिस्फ्याक्सन इज सक्सेस। त्यो खुसीको लेभललाई हामी सेटिस्फ्याक्सन भन्छौँ। म यदि सेटिस्फाई छैन भने कुनै पनि काममा कहिले पनि म खुसी महसुस गर्न सक्दैन। आदरणीय सर म्यामहरू, यदि मलाई खुसी हुनु छ भने
म खुसी भएर काम गर्छु भने त्यो कामले मात्र मलाई सफलता दिनेछ, होइन भने दुखी भएर गरेको कामले मलाई कहिले पनि सफलता दिन सक्दैन। र फेरि खुसी हुने लेभललाई नै हामी सेटिस्फ्याक्सन भन्छौँ, सन्तुष्टि भन्छौँ। म कुनै पनि काममा सन्तुष्ट छैन भने हामी खुसी हुँदैनौँ, र यदि खुसी हुँदैनौँ भने हामी सक्सेस पनि हुँदैनौँ, हामी सफल पनि हुँदैनौँ। आदरणीय सर मेम्बर, यहाँ हेर्न सकिराख्नु भएको छ सफलताका आजको रहस्यमा म हजुरहरू समक्ष यहाँ आज प्रस्तुत गर्छु। विशेषतः म 3वटा कुराहरू प्रस्तुत गर्छु। बढी कुराहरू म गर्नको लागि हजुर समक्षमा आएको छैन, 3वटा कुरा मात्र म प्रस्तुत गर्छु। एउटा पहिलो कुरा छ इन्ट्रोडक्सन टु अफ द सक्सेस। भन्नाले सफलता के हो त? सफलताका सपना बोकेर हिँडेका मान्छे हामी, सफलता के हो बुझ्न आवश्यक छैन र? हो नि त, यसलाई बुझ्नुपर्छ। सपना यहाँ जति पनि हामी जुडेका छौँ 36 जना हामी छौँ। सबैजनाको मनमा यो सपना होला, सानैदेखि, अहिलेदेखि होइन नि, सानैदेखि सपना होला कि मलाई सफल बन्नु छ, मलाई सक्सेस बन्नु छ। हजुर जुन सेक्टरमा पनि जानुहोस् सक्सेस हुनु छ, तर सक्सेस चाहिँ के हो हजुरको आफ्नै डेफिनेसन होला, आफ्नै परिभाषा होला, आफ्नै परिवेश होला। आज म यो कुरालाई कोतल्ने प्रयास गर्दछु। आदरणीय सर मेम्बर, अर्को मेरो अब्जेक्टिभ रहेको छ कि सफलता मलाई किन चाहियो त? यो सफलता कतिपय व्यक्तिहरू जस्तै अब यो कुरा गरिरहँदा अब जाम्न आज अनलाइन क्लास छ, अब भर्चुअल क्लास छ, ट्रेनरहरूले ट्रेनिङ दिनुहुन्छ, प्रशिक्षकहरूले प्रशिक्षक दिनुहुन्छ भनिरहँदाखेरि कतिपय अडियन्सहरू, कतिपय व्यक्तिहरू, कतिपय महानुभावहरूको एन्सर के आउँछ भने मलाई त्यसमा इन्ट्रेस्ट छैन। के मतलब? मलाई भन्नुको अर्थ के हामीलाई सक्सेस चाहिन्छ कि चाहिँदैन? कतिपय व्यक्तिलाई सक्सेस चाहिन्छ, तर किन चाहिन्छ भन्ने कुरा हामीलाई थाहा हुँदैन। आदरणीय सर मेम्बरहरू, म दोस्रो परिवेशमा दोस्रो कुरा यो कुतल्ने प्रयास गर्दछु। त्यस्तै अर्को मेरो तेस्रो एजेन्डा रहेको छ सिक्रेट अफ सक्सेस, जुन महत्त्वपूर्ण एजेन्डा रहेको छ। यो एजेन्डा नछुटाइकन हजुरहरू यहाँबाट चाहिँ नछुट्नु होला भन्ने म आग्रह गर्न चाहन्छु। यो अन्तिम एजेन्डा, अन्तिम जुन यो छ टपिक छ सिक्रेट अफ सक्सेस, सफलताको रहस्य चाहिँ के हो, कसरी सफल बन्न सक्छौँ भन्ने कुरामा हामी बृहत छलफल गर्नेछौँ। आदरणीय सर मेम्बरहरू, यहाँ हजुरहरूले हेर्न सक्नुहुन्छ एउटा सानो स्टोरीबाट म कुरा गर्छु। एउटा सानो स्टोरी, म आज स्टोरी जोड्न चाहन्छु एउटा मस्क्विटोको। 2 जना लामखुट्टे आमा र 2 जना लामखुट्टेका बच्चाहरू। एकजना आमाले आफ्नो लामखुट्टे बच्चालाई उहाँले शिक्षा दिनुहुन्छ सानैदेखि, नानी तिमी बाहिर नजाऊ, घरमा बस, बोनबिटा खाऊ, दुध खाऊ, अहिले सानै छौ, तिम्रो उमेर पाको भएको छैन, तिमीलाई थाहा छैन बाहिर जान्छौ, मान्छेले एक झापड हान्छ नि तिम्रो ज्यानै जान्छ, तिम्रो लागि म ल्याएर दिदिन्छु आहाराहरू, जे जति चाहियो म दिन्छु भनेर कुरा त्यो सानो बच्चालाई आमाले सिकाउनुहुन्छ। त्यो बच्चा कहिले पनि बाहिर जाँदैन, घरमै बस्छ, आहाराको लागि अरूको जोखो गर्नुपर्छ, आमाको मुख हेरेर बसिरहेको हुन्छ। आमा कति बेला आहारा लिएर आउनुहुन्छ, कति बेला मलाई खुवाउनुहुन्छ भनेर विश्वास गरेर बसेको हुन्छ। त्यो बच्चामा डेभलपमेन्ट भएको। आदरणीय सर मेम्बर, ध्यान दिएर सुन्नु होला। म 2टा कुरा यहाँ जोड्न चाहन्छु। एउटा सेक्सन र अर्को डिकम्पोजिसनको कुरा गर्दैछु। बाहिरबाट हेर्दाखेरि मेरो टोपी, मेरो मुख, मेरो टाई छ, तर भित्रबाट के छ? भित्रबाट अर्कै मेकानिजम छ। हजुरको पनि त्यस्तै होला नि त, अर्कै रेखा छ। बाहिरको कुरालाई हामी एब्स्ट्रक्सन भन्छौँ भने भित्रको कुरालाई डिकम्पोजिसन भन्छौँ। त्यसैले हजुर सर मेम्बर, आदरणीय सर मेम्बर, यति मेहनत गरेर जिउनु भएको छ, डिकम्पोजिसन लिएर आज जानु होला। आजको यस प्रशिक्षणबाट एउटी 2-3टा पोइन्ट डिकम्पोजिसन लिएर जानुभयो भने हजुरको जीवन चाहिँ सफल हुन सक्छ भने म विश्वास दिलाउन चाहन्छु। आदरणीय सर मेम्बर, म जोड्दै थिएँ, एउटा कहानी जोड्दै थिएँ, एउटा कथा भन्दै थिएँ। त्यो बच्चाको डेभलपमेन्ट त्यति थिएन, जहिले पनि घरमै बस्थ्यो। अर्को आमा जसले उसलाई भन्नुहुन्थ्यो त्यो बच्चालाई कि नानी तिमी बाहिर जाऊ, अहिलेदेखि नै बाहिर जाऊ, जबसम्म तिमी बाहिर जाँदैनौ म कहिलेसम्म तिमीलाई यो आहारा दिइरहन्छु, तिमी बाहिर जाऊ, खोजेर ल्याऊ, आफै स्वावलम्बन बनाऊ भनेर भन्नुहुन्थ्यो। लास्टतिर जब बेलुका हुन्थ्यो, 2टै बच्चाहरू बाहिरबाट आउँथ्यो। 2टैको आमाले सोध्नुहुन्थ्यो, नानी आज के पायो? अनि त्यो जुन घरमै बस्ने जुन शिक्षा पाएको बच्चाले उसले के भन्यो, आमा हजुरले भन्नुभएको थियो नि बाहिर नजाऊ, म त आज गएकै थिएन, आज घरमै बसेकै थिएँ, दिनभरि भोकै छु त, केही खाएकै छैन, हजुरको जो गरेर हजुरको मुख हेरेर बसिरहेको छु। अनि फेरि अर्को लामखुट्टेको बच्चाले उसले के भन्यो भने,
आमा म त बाहिर गएको थिएँ, आज म खाए पनि अघाए पनि, र त्यति मात्र होइन नि आमा, यो दुनियाँ संसार त गजबको रहेछ आमा। जब म बाहिर गएँ नि, मान्छेले ताली पड्काउँदै मलाई स्वागत गरेका थिए। जसको जिउमा बस्थे उसले ताली पड्काएर मलाई स्वागत गर्थे, अनि म आहारा पनि खाएर आउँथेँ। आदरणीय सरमेमहरू, यो कुरामा जोड्न चाहन्छु, डिकोपनिषदतिर तपाईँ ध्यान दिनुहोला। एउटा लामखुट्टेमा पोजिटिभ सोच भएका कारणले गर्दा त्यो लामखुट्टे स्वावलम्बन बनेको थियो, त्यो लामखुट्टेको जीवन सफल बनेको थियो आदरणीय सरमेमहरू। र एउटा लामखुट्टे घरमै बस्यो तर उसले केही लगानी गरेन, बाहिर गएन, उसको जीवन चाहिँ विफल बनेर गयो, सफल भएन गयो। आज हजुरहरू यो कक्षामा जुड्नु भएको छ, आज मात्र होइन 12 गतेसम्म लगातार जुड्ने आज सङ्कल्प गरेर जानुहोस्। यो जागरण एकाडेमीका यो प्रशिक्षकहरूको प्रशिक्षण हेर्नको लागि आएको छु। 12 दिनसम्म म 12वटा कुरा लिएर जान्छु। एउटा पोइन्टले मान्छेको जीवन परिवर्तन हुन्छ। तपाईँको त 12वटा पोइन्ट पाउँछ आदरणीय सरमेमहरू, तपाईँको त 12वटा जीवन परिवर्तन हुन्छ। आउने 12 जुनी परिवर्तन गर्ने अठोट हेर्न सक्नुहुन्छ आदरणीय सरमेमहरू। आजको अब सक्सेस बुझ्ने प्रयास गर्छ हामी, सफलता बुझ्ने प्रयास गर्छ। सफलता भनेको के हो? अब अकर्डिङ टु वर्ल्ड पर्सेप्सन पहिला चाहिँ केलाई बुझिन्छ त? उहाँहरू भन्नुहुन्छ सक्सेस भनेको बिइङ अ रिच, धनी हुनुलाई सक्सेस भनिन्छ। मेरो भिजा परिसक्यो म सक्सेस हो, मेरो बिजनेस इम्प्रुभमेन्ट भइसक्यो म सक्सेस भएँ, म रेस्पेक्ट पाउँछु समाजमा म सक्सेस भएँ, म राम्रो मार्क्सले पास भइसकेँ इक्जाममा, यो सक्सेस हो भनेर चारैतर्फ यो मान्यता छ। हो कि होइन? भन्नु न, मान्यता हो कि होइन? हो। धनी हुनु, भिजा कन्फर्म हुनु, व्यवसायमा बढोत्तरी हुनु र रेस्पेक्ट पाउनु, आदर सम्मान पाउनु, राम्रो मार्क्सले पास हुनुलाई हामी सक्सेस बुझिरहेका छौँ। आदरणीय सरमेमहरू यहाँ हेर्न सक्नुहुन्छ, हजुरहरू यसलाई सक्सेस भनिँदैन नि त, यसले कहाँ सक्सेस भनिन्छ त? यति त कतिपय व्यक्तिहरू पाएका छन्। हजुरहरू मुकेश अम्बानीलाई चिन्नुहुन्छ नि? अस्ति उहाँको छोराको बिहे भएको थियो, ठुल्ठुला व्यक्तित्वहरू पुग्नु भएको थियो, उहाँलाई हामी सक्सेस भन्छौँ। हो, उहाँसँग पत्रकारले सोधेको थियो, हजुर त धनी पनि हुनुहुन्छ, हजुरको भिजा त जहिले पनि बाहिर लागिरहेको हुन्छ, हजुरको व्यापार पनि त एकदम इम्प्रुभमेन्टमै छ, पुरै दुनियाँ संसारबाट रेस्पेक्ट पाउनुहुन्छ, राम्रो मार्क्सले तपाईँ आफ्नो स्कुलिङ लेभलमा स्कुलिङको टाइममा राम्रो मार्क्सले हजुर पास हुनुभएको थियो, म्यानेजमेन्टमा राम्रो मार्क्स आएको थियो, के तपाईँ खुसी हुनुहुन्छ? हामी अघि भन्यो नि ह्याप्पिनेस इज द की अफ द सक्सेस जुन भन्यो नि, हो त्यही कुरा पत्रकारले सोध्यो, अरू खुसी हुनुहुन्छ? मुकेश अम्बानीले आँखाबाट दुइटै आँसु झार्दै उहाँले छोराको अगाडि भन्नुभयो, यति सम्पत्ति यति धन हुँदाहुँदै यति मान सम्मान हुँदाहुँदै पनि म खुसी छैन, किनभने मेरो छोरालाई रोग लागेको छ। आज बिहे हुँदैछ, यो बिहेको रसममा यो लाखौँ करोडौँ व्यक्तिहरूले आएर खुसियाली मनाइराख्नु भएको छ, तर म भित्रबाट खुसी छैन, म सक्सेस छैन, म यो संसारमा आफ्नो जीवनबाट सफलता प्राप्त गर्न सकेन। आदरणीय सरमेमहरू, अब म क्वेसन गर्न चाहन्छु, जब धनी हुनुलाई सक्सेस भनिन्छ, भिसा कन्फर्म हुनुलाई सक्सेस भनिन्छ, बिजनेस इम्प्रुभमेन्ट हुनुलाई नै सक्सेस भनिन्छ भने मुकेश अम्बानीलाई किन सक्सेस भनिँदैन? मुकेश अम्बानी आफैलाई किन सक्सेस म भयो भनेर स्वीकारिएन? भन्नुको अर्थ यसलाई सक्सेस हामी भन्दैन। कसलाई भन्छौँ त सक्सेस? हामी सक्सेस कसलाई भन्छ त? सेटिस्फ्याक्सन हो। आदरणीय सरमेमहरू, सक्सेस भनेको, सफलता भनेको सेटिस्फ्याक्सन हो, सन्तुष्टि हो। सफलता भनेको स्टेट अफ आवर माइन्ड हो। सफलता भनेको एचिभमेन्ट अफ गोल्स, अब्जेक्टिभ एन्ड डिजायर्स हो। सफलता भनेको रेगुलर पोजिटिभ इम्प्रुभमेन्ट हो। आदरणीय सरमेमहरू, धेरै कुराहरू मिलाएर अगाडि बढ्दाखेरि सफलता भनिँदैन नि। कुनै एउटा सानो लक्ष्य तपाईँको पुरा भयो र तपाईँको भित्रको यदि आत्मा हृदय जुन छ नि यो सन्तुष्ट भयो भने नि, हो त्यही दिन तपाईँ सफलता प्राप्त गर्नु के गुरु आदरणीय सरमेमहरू, त्यही नै सफलता हो। त्यही कुरा म बुझाउने प्रयास गर्दैछु। मेरो कुरा कतिपय आदरणीय सरमेमहरूले बुझ्नु भएको होला, यदि बुझ्नु भएको छैन नि त्यसो भए अर्को एउटा साइन्टिस्टको कुरामा जोड्न चाहन्छु। त्यो साइन्टिस्ट जुन आफ्नो कार्यकालमा राइटर थिए, धेरै ठुलो राइटर थिए उहाँ, अनि राइटर भइसकेपछि
उहाँ अमेरिकाका राष्ट्रपति पनि बन्न सफल हुनुभयो। उहाँ हुन् विन्स्टन चर्चिल। विन्स्टन चर्चिलका स्टोरीहरू हेर्नुहोस्। त्यो विन्स्टन चर्चिलले आफ्नो एउटा किताबमा उहाँले लेख्नु भएको थियो, सक्सेस कन्सिस्ट गोइङ फ्रम फेलियर टु फेलियर विदाउट लस अफ द एनी इन्थुजियाज्म। भन्नुको अर्थ सफलता त्यसलाई भनिन्छ जो फेलियरबाट फेलियर, हारेर पनि हार मानेको छैन, आफ्नो इन्थुजियाज्मलाई, आफ्नो जुनूनलाई, आफ्नो प्रयासलाई हारेको छैन। आदरणीय सरमेमहरू, यो कुरामा म एउटा कुरा जोड्न चाहन्छु। जीवनमा हार हुनु भनेको स्वाभाविक हो। हार्नुहोस्, हारलाई स्वीकार गर्नुहोस्, तर हारबाट चाहिँ नहार्नुहोस्। हार्ने जुन एउटा कला छ नि, त्यहाँबाट नहार्नुहोस्। आज एकपटक हार्नुभयो, भोलि अर्को पटक हार्नुभयो। थोमस एडिसन त 79 पटक हार्नु भएको थियो। 100 पटकमा उहाँ यो पुरै संसारलाई बत्तीको आविष्कार गरेर उज्यालो बनाइदिनु भयो। आदरणीय सरमेमहरू, यो गजबको कुरा होइन? हारबाट मान्छे हार्यो भने हार्यो। त्यसैले हारबाट नहार्नुहोस्, जितबाट हार्नुहोस्। यो तपाईँको सक्सेसको एउटा सिडी हुन सक्छ, तर हारबाट चाहिँ नहार्नुहोस्। आदरणीय सरमेमहरू, अब हजुरहरू समक्ष म यहाँ प्रस्तुत गर्दैछु। हजुरहरू समक्ष यहाँ हेर्दै हुनुहुन्छ, हजुरको ध्यान मेरैतिर होला भने म विश्वस्त छु। सक्सेस किन चाहिन्छ हामीलाई त? सफलताको आवश्यकता किन छ? सफलताको आवश्यकता हामीलाई यस कारण छ आदरणीय सरमेमहरू कि पहिला हाम्रो फाइनेन्सियल फ्रिडम हुनुपर्छ। जस्तै धेरैभन्दा धेरै वैज्ञानिकको नाम हामीले सुन्दाखेरि अमेरिकातिरको, जापानतिरको, चाइनातिरको मान्छेले हामी सुन्छौँ, तर हाम्रो नेपालतिर थोरै थोरै हुनुहुन्छ। यो होइन कि नेपालमा कोही वैज्ञानिक हुनुहुन्न, नेपालमा पनि साइन्टिस्ट हुनुहुन्छ, तर हामी उहाँलाई खासै त्यति मात्रामा छैन। उताहरू कारण चाहिँ के हो? उताको व्यक्ति फाइनेन्सियली फ्रिडम छ, उहाँहरूलाई फाइनेन्सियल प्रब्लम छैन। हजुर पनि आफ्नो घरमा बसिरहँदाखेरि, हजुर पनि आफ्नो घरमा रहँदाखेरि यदि फाइनेन्सियली टेन्सनले तपाईँको मनलाई समस्या, मनलाई जकडिरहेको छ भने हजुर चाहिँ अर्को क्रिटिकल कुरा सोच्न सक्नुहुन्न कि। अर्को कुरा, एक पाइला अगाडि बढ्नको लागि हाम्रो फन्डामेन्टल निड जुन छ, लत्ता, कपडा, खाना, मनोरञ्जन, औषधि, यो त पुरा हुनु पर्यो नि त। हामी यसमै छौँ के? नाना पाटेकरको एउटा फिल्म हेर्नु भएको थियो नि, एकजना व्यक्तिले दौडेर गयो अनि त्यसपछि बच्चाहरू बिहानै उठेर काम गरेर थिए। त्यो काम गरेको बेलामा एकजना एजुकेटेड व्यक्ति आयो, टाई कोल्ड बेल्ट लगाएर, अनि मजाले सामने आयो भने, हो के गरेको तिमीहरू? तिमीहरूको बाबुआमा कोही हुनुहुन्न? यति बेला तिमीहरूलाई शिक्षा दिनुभएको छैन? बिहानै बिहानै उठेर त तिमीहरूले के गर्नुपर्छ? पेपर पढ्नुपर्छ, न्युज सुन्नुपर्छ। पेपर र न्युज पढ्यो भने तिमीहरूको यो माइन्ड जुन छ नि, बोर्ड हुन्छ, यो देशका लागि, संसारका लागि ठुलो ठुलो काम गर्छ। थाहा छ के जवाब दियो बच्चाले? बच्चाले त्यो पेपर र त्यो नलेज चाहिँ तिम्रै लागि हो कि जाऊ यहाँबाट। मलाई त आज यति बेला खाने सरमेमहरू, यो मेरो सक्सेसको कथा हजुरलाई राम्रो लाग्दैन नि त? म जति राम्रो भने पनि नि राम्रो लाग्दैन। यो पेट भरेको छ, यो पापी पेटले साथ दिएको छ, त्यति बेला मात्र सक्सेस चाहियो, सफलता चाहियो। आदरणीय सरमेमहरू, पेटै भोको छ भने कसले जान्छ? यो सफलता किन चाहियो त? सफलता चाहिएन नि हो। आदरणीयहरू, हामीले फाइनेन्सियली फ्रिडम हुनुपर्छ। फाइनेन्सियल फ्रिडम भएन भने हाम्रो सफलताका के रहस्य हुन्छ त? त्यस्तै हाम्रो फ्यामिली र सोसल फ्रिडम हुनुपर्छ। अब फ्यामिलीमा पनि काम अघि नै हामीले बुझिसक्यौँ, हामीले बच्चालाई समय दिनुपर्छ। बच्चालाई समय दिएर यदि फ्रिडम हामी पाएन भने बच्चाले आएर घरघरि भन्छ, बाबा मलाई यो होमवर्क गराइदिनु, त्यो गराइदिनु, त्यो गराइ, उसको गराइदिनु पर्यो के? टाइम म्यानेजमेन्ट गरेर उसको गराइदिनु पर्यो। बच्चाको कुरा सुनिदिनु पर्यो, सुनेर फ्रिडम हुनु पर्यो, अनि मात्र हामी सबको बारेमा सफल। हजुरहरू मेरैतिर ध्यान दिनु होला, मेहनत गरेर जिउनु भएको छ। अर्को सफलता किन चाहिन्छ त हामीलाई? अर्को छ इन्करेजमेन्ट इन द लर्निङ। हामी कसैलाई सिकाउन चाहन्छौँ, कसैलाई केही पढाउन चाहन्छौँ, कसैलाई केही बताउन चाहन्छौँ भने सबभन्दा ठुलो मुखले बोलेर, एक्सप्लेन गरेर हामी कसैलाई पनि बुझाउन सक्दैनौँ। उसलाई इन्करेज गर्नुपर्छ। इन्करेज भनेको के हो? तपाईँको मुखले जति काम गर्न सक्दैन, हेर्नुहोस् त, महावीर पुनको स्कुलमा गएर उहाँले पढाउनुहुन्छ। महावीर उहाँ काममा लागिराख्नु भएको छ, अनि आफ्नो काममा लागेर आज थुप्रै मान्छेलाई कति शिक्षा दिनुभयो त?
हो। एकजना सफल व्यक्ति भयो भने पढाउनु पर्दैन, उसले गरेका सारा कामबाट यो पुरै संसार आफै पढिनेछ कि आफै पढ्छ। इन्करेजमेन्ट हुनु पर्यो। त्यसैले हामीले सफलता चाहियो, कारण त्यही हो कि म सफलता चाहिन्छ भन्ने कुरामा म जोड दिइरहेको छु। आदरणीय सर मेम्बर, अर्को चौथो कारण चाहिँ हो इम्प्रुभमेन्ट इन आवर लाइफ स्टाइल। आफ्नो यस्तो हाम्रो नेपालमा यस्ता थुप्रै घटनाहरू हामी हेर्छौँ, घटना के थुप्रै व्यक्तिहरू बाल श्रममा लागेका छन्। बालकहरू अघि मैले जोडिसकेँ एउटा नाना पाटेकरको फिल्मलाई, जुन बच्चाले आज खानै आवश्यकता पुरा भएको छैन, के त्यो बच्चाले टाइकोट बेल्ट लगाएर मनोरञ्जन गर्न जान्छ अथवा कुनै काममा जान्छ? जाँदैन नि। हो, हाम्रो लाइफ स्टाइल पनि यस्तै छ कि त्यही भएर सक्सेस चाहिएको छ हाम्रो नेपालमा। कि सक्सेस भएन भने हाम्रो यो खालको लाइफ स्टाइल चेन्ज भएर यस्तो खालकोमा पुग्न सक्दैन नि आदरणीय सर मेम्बर। यस्तो खालको लाइफ स्टाइल हुनको लागि हामीले सक्सेस चाहियो, सफलता चाहियो। त्यही भएर त म यहाँ प्रशिक्षण गर्दैछु, प्रशिक्षण दिँदैछु। हजुरहरू पनि यहाँबाट केही न केही सिकेर आफ्नो लाइफमा परिवर्तन, आफ्नो जीवनमा परिवर्तन गर्नु भने यस्तो लाइफ यस्तोमा जान्छ र यस्तो पनि लाइफ अझ अगाडि जान्छ कि सफलताको सीमित हुँदैन कि आदरणीय सर मेम्बर। त्यसैले त्यो गर्नुपर्छ। त्यस्तै पाँचौँ छ हामी अरूलाई इन्स्पायर गर्नको लागि, इन्स्पायर गर्नको लागि, अरूलाई प्रोत्साहन गर्नको लागि हामीले सफलताको आवश्यकता पर्छ आदरणीय सर मेम्बरहरू। त्यति मात्र होइन नि आदरणीय सर मेम्बरहरू, हाम्रो कन्फिडेन्ट बिल्ड गर्नका लागि कन्फिडेन्ट हुनुपर्छ। हामी जहाँ पनि हामी जान्छौँ त्यो कन्फिडेन्ट हुँदैन। एउटा टिचरको कुरा गरौँ, एउटा शिक्षकको कुरा गरौँ, एउटा विद्यार्थीको कुरा गरौँ, एउटा कम्पनी चलाउने सिइओको कुरा गरौँ, सबैले कुरा जहाँ न कहीँ सानो बच्चादेखि लिएर ठुल्ठुलासम्म हामीले कहीँ न कहीँ मासको अगाडि गएर बोल्नुपर्छ, होइन र? हजुरहरू पनि त यहाँ सिक्नलाई आउनुभएको छ, हेर्नलाई आउनुभएको छ। हजुरहरू पनि कहीँ न कहीँ बोल्नुहुन्छ, हजुरहरू कुनै न कुनै कार्यमा आबद्ध हुनुहुन्छ, कहीँ न कहीँ 2-4जना व्यक्तिको अगाडि गएर बोल्नुपर्छ। कसरी बोल्नुहुन्छ त? बोल्ने बेलामा हात कापिन्छ, यो ढुकढुक ढुकढुक भित्र गर्छ, अनि खुट्टाहरू काम्न थाल्छ, त्यति बेला त गाह्रो हुन्छ नि त। हो, त्यति बेला कन्फिडेन्स चाहियो के आदरणीय सर मेम्बर। कन्फिडेन्स भयो भने तपाईँ जे पनि गर्न सक्नुहुन्छ कि। कन्फिडेन्स थियो नि त विश्व विजेता सिकन्दर महानमा, अनि कन्फिडेन्स थियो, के गर्नुभयो हेर्नु भएन? थुप्रै कहानीहरू छ कि सारा कुराहरूले यहाँ ल्याएर मिलाउँदाखेरि त अब कहाँ सकिन्छ त। 9 बजे हाम्रो यहाँ आफ्नो प्रशिक्षण पनि सकाउनु पर्ने होइन र? भाचा गरेका छौँ, अलिकति यताउति लेट हुन सक्छ, तर धेरै त लेट हामी नगर। हो आदरणीय सर मेम्बर, सक्सेस यदि हामी भयो भने हामीमा कन्फिडेन्ट चाहिँ हुन्छ, कन्फिडेन्स बढ्छ कि। त्यही भएर त्यो हामीले सक्सेस। आदरणीय सर मेम्बर, अहिलेको प्रस्तुतिमा मैले 2टा कुरा प्रस्तुत गरेँ, सक्सेस के हो, सफलता के हो र यो किन चाहिन्छ। अब यति कुरा बुझिरहँदाखेरि म यहाँ अर्को कुरा यहाँ जोड्न चाहन्छु। अब यति कुरा बुझिसकेपछि अब चाहिँ यो आउँछ कसरी त, ल्याउने कसरी त? अब चिनी खाँदाखेरि त गुलियो हुन्छ, चिनीबाट धेरै गुलियो हुन्छ, हामीलाई थाहा छ। तर त्यो चिनी ल्याउने कहाँबाट त, कसरी आउँछ? चिनीको लागि त कमाउनु पर्यो, पैसा हुनु पर्यो, त्यसपछि किन्नु पर्यो, ल्याउनु पर्यो, खानु पर्यो। थुप्रै मिठो मिठो कुराहरू, मिठो मिठो खानेकुराहरू हामीले त थाहा छ कि मिठो खानेकुरा खायो भने ठिक हुन्छ, ब्यालेन्स डाइट हामीले खायो भने हामी हेल्दी हुन्छौँ। तर त्यो ल्याउने कसरी, ल्याउने रहस्यहरू के हुन्, लुकेका रहस्यहरू के हुन्? त्यो लुकेका रहस्य, जुन रहस्य आम जनमानसलाई थोरै थाहा हुन्छ, त्यो रहस्य हजुरहरू समक्ष आज म प्रस्तुत गर्दैछु। अब सिक्रेट अफ सक्सेसको कुरा गर्दाखेरि आदरणीय सर मेम्बर यहाँ हेर्न सक्नुहुन्छ, सिक्रेट अफ सक्सेस भन्नाले सफलताका रहस्यका कीहरू चाहिँ के हुन् त? की टु द सक्सेस हुनका लागि की चाहिँ के छ त? त्यो ठुलो भण्डारण छ प्रोपर्टीको, त्यसलाई खोल्नको लागि साँचो कुन चाहियो? यहाँ हेर्नुहोस् आदरणीय सर मेम्बर, त्यो साँचो चाहिँ, सक्सेसको साँचो चाहिँ यहाँ हो रे। यहाँ हेर्नुहोस्, नलेज, ज्ञान चाहियो। यदि हामीसँग ज्ञान छैन भने हामी सफल हुँदैनौँ। हार्डवर्क चाहियो, मेहनत चाहियो, मेहनत छैन भने हामी सफल हुन सक्दैनौँ। टाइम चाहियो, समय छैन भने हामी सफल हुन सक्दैनौँ। आदरणीय सर मेम्बरहरू, माइन्ड चाहियो रे, मस्तिष्क चाहियो, बिलिभ चाहियो, विश्वास चाहियो, पैसा चाहियो, जब चाहियो, पोस्ट चाहियो, फ्यामिली रिसोर्सेस चाहियो। यो सारा कुरा भएपछि मात्र हामी सक्सेस हुन्छौँ, होइन र आदरणीय सर मेम्बर? हामी अहिलेसम्म यही त बुझेका छौँ नि त। सक्सेसका रहस्यहरू, सफलताका रहस्यहरू हामी सबैजनासँग यदि एउटा क्वेसन यदि सोध्न हामी सुरु गऱ्यो भने मलाई लाग्छ यो 7-8वटा पोइन्टको भित्रैमै एन्सर आउँछ, होइन र? हो, म विश्वासका साथ भन्न सक्छु कि यो चारैतर्फ त्यति मात्र होइन नि,
ठुल्ठुला ट्रेनरहरूको मोटिभेसन स्पिकरहरूको ठुल्ठुलाको उहाँहरूको हामीले प्रेजेन्टेसन हेरिराख्दाखेरि पनि उहाँहरूले पनि यही कुराहरूलाई जिक्री गर्नुहुन्छ नि त, यही कुरालाई आफ्नो प्रेजेन्टेसनमा राख्नुहुन्छ कि हामीले नलेज चाहियो, हार्डवर्क चाहियो, पैसा चाहियो, माइन्ड चाहियो, बिलिभ चाहियो, पोस्ट चाहियो, रिसोर्सेस चाहियो, अनि मात्र हामी सफल हुन सक्छौँ। आदरणीय सरमेमहरू, अब हजुरले के लागेको होला भने यो मान्छे पनि त त्यही कुरा गरिरहेछ जुन हामी युट्युबमा हेरिसकेका छौँ, भिडियोमा हेरिसकेका छौँ, त्यो त सुनेकै कुरा हो यार। अब कति सुनिराख्ने, सुनेकै छौँ तैपनि सक्सेस भइएको छैन। यति कुरा नलेज त मसँग पनि छ, पढेको छु, +2 गरेको छु, ब्याचलर गरेको छु, मास्टर डिग्री, एमफिल गरेको छु, पिएचडी छु, सक्सेस छैन। मुकेश अम्बानी त्यत्रो ठुलो भइसके सक्सेस छैन। रतन टाटा मर्ने बेलामा भन्नुभयो काम त धेरै गरे तर अहिले पनि आफूभित्र केही न केही कमी छ जस्तो लाग्छ। अल्बर्ट आइन्स्टाइनले भने यो संसारमा पुरै आफ्नो शरीर लगाए, दिमाग लगाए, तर पनि सफलताको रहस्य के हो मैले बुझ्न सकेको छैन सारा कुराहरू। अब आदरणीय सरले मलाई लागिरहेको होला यो सुनेकै कुरा यसले के गरिरहेछ, हाम्रो टाइम पास गरेको हो कि क्या हो, हामी यसलाई जानेकै छौँ हो, यो त सफलताको हजुरसँग नलेज छ, हजुरसँग हार्डवर्क छ, माइन्ड छ, पैसा छ, बिलिभ छ, तैपनि सक्सेस हुनुहुन्न। कारण के हो भने यति मात्र हामीले जानेर सक्सेस हामी प्राप्त गर्न सक्दैनौँ। यो सक्सेसका सिक्रेटहरू हुँदै होइन के। म पनि पहिला तपाईँले जानिसकेका कुरालाई म यहाँ कोट्याउन चाहन्न कि हजुर बुझ्नु भएको छ, नलेज यो सब कुराहरू यो सबले सक्सेस हुँदैन मान्छे हो, यो होइन नि त। अब सफलताका रहस्य चाहिँ के हो, अबको स्क्रिनमा हजुरहरू हेर्नुहुन्छ, ध्यान दिएर सुन्नु होला। 36 जना यहाँ हुनुहुन्छ, एकजना पनि कमी नहुनु होला कि। सफलताका रहस्य हेर्नु होला। यदि विश्वास लागेन भने व्यवहारमा त्यसलाई पालन गरेर हेर्नु होला। 21 दिनको म वाचा दिलाउन चाहन्छु, म यहाँ वाचा जोड्न चाहन्छु। 21 दिनसम्म त्यो कुरा पालन गरेर हेर्नुहोस्, हजुरको लाइफमा केही परिवर्तन भएन भने लास्टमा आफ्नो कन्ट्याक्ट नम्बर छोडेर जान्छु। एकचोटि भन्नु होला नि के हो, अस्ति त खुब मजाले तपाईँ त पुरा दरो दिइराख्नु भएको थियो, हजुरले भनेका सारा कुरा माने तर लाइफमा त सफलता प्राप्तै गर्न सक्ने, के हो हावा हो कि क्या हो सोध्नुहुन्छ। आदरणीय सर, म फ्रेङ्कली म भन्न चाहन्छु अहिलेसम्म जति पनि हामी आफ्नो माइन्डमा आफ्नो मस्तिष्कमा सोचेर राखेका छौँ कि मलाई ज्ञान भयो, हार्डवर्क भयो, टाइम भयो, माइन्ड भयो, बिलिभ भयो, मनी भयो, पोस्ट भयो भने सफल हुन सक्छौँ। आदरणीय सरमेमहरू, यति हजारौँ व्यक्तिहरूसँग छ अहिले पनि रोडमै घुमिरहेका हुन्छन्, सक्सेस छैन। 3% व्यक्ति मात्र सक्सेस भए, बाँकी सक्सेस छैन। कारण के हो, कारण एउटै हो। पहिलो कुरालाई म स्पष्ट गर्न चाहन्छु, नलेज हैज नो पावर बट द एक्जिक्युसन अफ द नलेज हैज द पावर। आदरणीय सरमेमहरू, हामीसँग ज्ञान छ, सक्सेसका लागि ज्ञान चाहियो, ज्ञान छ, तर त्यो ज्ञानलाई इम्प्लिमेन्ट गर्दैनौँ यहाँ के। यहाँ यो ब्रह्माण्ड यहाँ हो नि त, यहाँ के हो कि यहाँ यदि हाम्रो पल्ट्यो भने दिमाग चेन्ज भयो भने, तारा सरको क्लास एक दिन मैले हेरेँ अनि हेरिसकेपछि यहाँ मेरो दिमाग चेन्ज भयो कि, अनि ठ्याक्कै त्यताबाट मोडिएर यता आएँ, अनि आइसकेपछि त थुप्रै कुराहरू सिकेँ नि त। म आफूलाई महसुस भइरहेको छ नि, सन्तुष्ट छु नि त, ह्याप्पी छु नि त। हो, दिस इज द सक्सेस। आदरणीय सरमेम्बर, मलाई पैसा चाहिँदैन कि, धेरै ठुलो प्रतिष्ठा चाहिँदैन। आई एम ह्याप्पी, इट मिन्स आई एम सक्सेस हो, त्यस्तै कुरा। अब माइन्ड जुन छ, नलेज छ आदरणीय सरमेम्बर, अघि मैले त्यो कुरा काटेको थिएँ नि त, नलेज हुँदाहुँदै पनि हामी सक्सेस भएका छैनौँ। कारण त्यही हो कि नलेजलाई हामीले इम्प्लिमेन्ट गरेका छैनौँ। एउटा चुरोट खाने व्यक्तिले जानेकै हुन्छ, ऊ चुरोट च्यात्ने बेलामा, खाने बेलामा त्यो चुरोटको डब्बामा हेरिएको हुन्छ, स्मोकिङ इज इन्जुरियस टु द हेल्थ, यो त स्वास्थ्यको लागि हानिकारक छ। के त्यो व्यक्ति, त्यो चुरोट खाने व्यक्ति पढेर उसले ज्ञान भएन? भयो, ज्ञान त भयो, तर उसले त्यो ज्ञानलाई आफ्नो मस्तिष्कमा, सबकन्सियस माइन्डमा उसले ट्रान्सफर गरेन, उसले इम्प्लिमेन्ट गरेन, जसका कारणले गर्दा सक्सेस भएन, क्यान्सर भयो र लास्टमा यो संसारलाई बाई बाई गर्यो। बाई त सबले गर्नुहुन्छ तर क्यान्सर भयो। किन? स्मोकिङ गर्नुभयो। ज्ञान त भयो तर इम्प्लिमेन्ट गर्नु भएन। एउटा विद्यार्थीलाई थाहा हुन्छ आज वैशाखदेखि लिएर
फागुन महिनासम्म मैले मेहनत गरेर पढेन भने चैत महिनामा मेरो राम्रो रिजल्ट आउँदैन, तैपनि दिनभरि फ्री फायरमा बसिरहेको हुन्छ होइन? किन? उसले लागू गरेन के? ज्ञान त छ, लागू गरेन। एउटा साधु महात्मासँग ज्ञान लिएका शिष्यहरू आजभोलि सबलाई ज्ञान छ, ठुल्ठुलो भाषणहरू दिनुहुन्छ के? कथा वाचनमा जान्नुहोस्, गीताको कथा वाचनमा, भागवतको कथा वाचनमा यत्रो ठुल्ठुलो व्याख्या गर्नुहुन्छ। सत्य दया प्रेम सेवा ईश्वरंश जीव विनाशी चेतनामल सहज सुखराशी के भन्नुहुन्छ, रामायणका सारा कुराहरू, गीताका सारा कुराहरू पढिदिनुहुन्छ कि त्यहाँ उच्चारण गर्नु। पुरा संस्कृतका श्लोकहरू। आदरणीय सरमेमहरू, उहाँहरूलाई स्वर्गमा बास हुन्छ? खै कहाँ हुन्छ मलाई थाहा भएन, त्यतिसम्म म पुगेको छैन आदरणीय सरमेम। तर एउटा कुरा मैले जोडेँ कि ज्ञान छ, तर ज्ञानलाई म इम्प्लिमेन्ट गरेन भने मलाई थाहा छ म चिनी खाएँ भने मलाई गुलियो हुन्छ। ज्ञान त छ, तर जबसम्म चिनी खाँदैन भने मलाई गुलियो लाग्दैन के? चिनी खानुपर्छ आदरणीय सरमेमहरू। त्यस्तै अर्को पोइन्ट मेरो रहेको छ, हजुरलाई म यहाँ सेयर गर्न चाहन्छु। सम्झाउन त धेरै मन छ, एउटै कुरालाई व्याख्या गरेर अझ तरिकाले सम्झाउन, बृहत तरिकाले सम्झाउन मन छ, रहर लागेको छ। समयका पाबन्दीमा हामी छौँ आदरणीय सरमेमहरू। हार्डवर्क चाहियो रे। अघि मैले जोडिसकेँ कि हार्डवर्क हुँदाहुँदै पनि मान्छे सक्सेस नहुनका कारण के थियो? कारण यही थियो, प्रोपर डिरेक्सन छैन, पर्सिस्टेन्स छैन, कन्सिस्टेन्स छैन इन हार्डवर्कमा। हार्डवर्क, मेहनत त हामी सबैजना गर्नुहुन्छ, हामी सबैजना मेहनत गर्छौँ। एउटा गरिब व्यक्ति जस्तो मेहनत गर्ने कोही पनि धनीले गर्दैन के? धनी मान्छेले त्यति मेहनतै गर्दैन। गरिब व्यक्ति बिहानैदेखि उठेर बेलुका 10 बजेसम्म मेहनत गर्छ, राति आउने बेलामा 500 रुपियाँ लिएर आउँछ घरमा। धनी व्यक्ति 1 घन्टा मेहनत गर्छ, 5000 लिएर आउँछ। कारण के हो? मेहनत त गर्छ, सक्सेस भएन। हो, धनी व्यक्ति जहिले पनि धनी हुनुको कारण एउटा रहस्यमा दिन्छु, सुन्नु होला आदरणीय सरमेमहरू। धनी व्यक्ति जहिले पनि धनी हुनुको कारण के हो? उसमा कन्सिस्टेन्सी छ, पर्सिस्टेन्स छ के? उसले 5 लागि 1 घन्टा मेहनत गरिरहेछ नि, हो 1 घन्टा उसले लगातार मेहनत गर्छ, पर्सिस्टेन्स छ। हजुरलाई म अझ इक्जाम्पल दिएर प्रश्न पार्न चाहन्छु। इनारबाट पानी तान्ने जुन डोरी हुन्छ नि, बाल्टिनमा बाँडेको डोरी हो, त्यो डोरी जहिले पनि इनारबाट पानी तान्दाखेरि त्यो वालको, इनारको वरिपरि जुन वाल हुन्छ त्यो पक्की हुन्छ। यो डोरी चाहिँ, यो रस्सी जुन छ यो कच्ची हुन्छ। यो कच्ची डोरीले लगातार त्यो पक्कामा उसले लगातार घर्षण गर्दा 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 पर्सिस्टेन्स के? पर्सिस्टेन्स, कन्सिस्टेन्स, पर्सिस्टेन्स, लगातार। डिकम्पोजिसन हेर्नु होला, एब्स्ट्रक्सन होइन नि त, अघि मैले भनिसकेको छु। एब्स्ट्रक्सन बुझ्नु होला मैले के भन्न खोजिरहेको छु। हो, लगातार एउटा डोरी त्यो पक्कीमा पनि खाल्डो बनाइदिएको हुन्छ आदरणीय सरमेमहरू। दशरथ माझी आफ्नो स्वास्नीको, आफ्नो श्रीमतीको यादमा पहाड भत्काएर बाटो बनाइदिनु भएको छ होइन र? हो, हाम्रो डिरेक्सन हुनुपर्छ। अब जस्तै म अहिले धुम्बाराईमा छु, अब धुम्बाराईबाट अथवा काठमाडौँमा छु, काठमाडौँबाट मलाई नारायणघाट जानुपर्छ भने उत्तर दिशामा गएपछि म नारायणघाट पाउँछु? जति मेहनत गर्नुहोस् के तपाईँ उत्तर दिशा गएर, खुब दौड्नुहोस्, हेलिकप्टरमा जानुहोस्, हवाई जहाजमा जानुहोस्, तपाईँसँग जे साधन छ सब प्रयोग गर्नुहोस्, तपाईँ कहिले पनि नारायणघाट पुग्न सक्नुहुन्न। नारायणघाट पुग्नको लागि काठमाडौँबाट दक्षिणतर्फ हिँड्नुपर्छ, डिरेक्सन हुनुपर्छ आदरणीय सरमेमहरू। त्यही कुरा त म सम्झाउँदै थिएँ कि हार्डवर्क त हुन्छ, तर हार्डवर्कमा प्रोपर डिरेक्सन, पर्सिस्टेन्स, कन्सिस्टेन्स भयो भने हामी सक्सेस हुन्छौँ। त्यस्तै कतिपय व्यक्तिहरू भन्नुहुन्छ मसँग टाइम थिएन, म सक्सेस भएन आदरणीय सरमेमहरू। तेस्रो नम्बरमा छु, टाइम थिएन, सक्सेस भएन। एभ्रीवन हैज अ 24 आवर्स बट द मैनेजमेंट अफ द टाइम ब्रिङ्स द सक्सेस। टाइम त सबैजनासँग त्यतिकै नै हुन्छ, तर त्यसलाई म्यानेज गर्न कसैले सकेन भने हामी सक्सेस प्राप्त गर्न सक्दैनौँ आदरणीय सरमेमहरू। अब यसमा एउटा टाइम म्यानेजमेन्टका एउटा स्टोरी म जोड्न चाहन्छु। एउटा सानो स्टोरी। एकजना गुरुले आफ्ना शिष्यसँग भन्नुभयो, थुप्रै शिष्यहरू पढिरहेका थिए सँगै, गुरुले शिष्यसँग भन्नुभयो त्यति बेला कि शिष्यहरू, आज तिमीले 3वटा कुरा दिन्छु, एउटा भाँडो, एउटा ठुलो ढुङ्गा, एउटा सानो ढुङ्गा र अलिकति बालुवा दिन्छु, र यो सबै कुराहरू यही भाँडोमा फिट हुने गरी, अट्ने गरी हालिदिनु पर्छ भनेर गुरुले दिनुभयो। मेरो कुरा सुन्नु होला, स्टोरी भन्दैछु, स्टोरी ध्यान दिएर सुनेन भने स्टोरीका लेसन त्यो हामीले बुझ्न सक्दैन। के फाइदा स्टोरी सुनेको त? ध्यान यतैतिर दिनु होला होइन गायत्री म्याम, सुन्नु होला है। ल त्यसो अब स्टोरीतिर म लागेँ। अनि गुरुले भन्नुभयो कि यो ठुलो ढुङ्गा,
सानो ढुङ्गा र बालुवा चाहिँ यही भाँडोमा अट्ने गरी फिट हुने गरी राखिदेऊ तिमीहरूले। त्यसपछि के गर्यो भने शिष्यहरूले राख्न थाले। अनि शिष्यहरूले राख्न थालेपछि त्यहाँ के भएछ हजुरहरूले थाहा छ के भयो? त्यहाँ के भएछ भने शिष्यहरूले के गर्यो, कसैले ठुलो ढुङ्गा, कसैले सानो ढुङ्गा हाल्थ्यो, कसैले बालुवा हाल्थ्यो, त्यसपछि ठुलो ढुङ्गा हाल्थ्यो। सबै प्रयासहरू गर्दा गर्दै उनीहरूले थाके। त्यहाँ कसैको ठुलो ढुङ्गा बस्थ्यो लास्टमा, त कसैको बालुवा बस्थ्यो, त कसैको सानो ढुङ्गा बस्थ्यो। भन्नुको अर्थ सबै ढुङ्गा सबै मेटेरियलहरू त्यो सानो भाँडोमा अटेन के। अनि शिष्यहरूले गुरुसँग सोधे, गुरुजी मैले त सारा कुराहरू थुप्रै प्रयास गरेँ के, सारा यो मेटेरियलहरू एउटै भाँडोमा कहाँ अटाउन सकिन्छ त? हजुरले पनि के हो बुढेसकाल लागे जस्तो छ, हुँदैन, अटेन यसमा। गुरुले लास्टमा शिष्यहरूलाई एउटा तरिका बताउनु भयो आदरणीय सरमेमहरू। त्यो तरिका नै टाइम म्यानेजमेन्ट हो। सुन्नु होला, आज यो लेसन सिकेर जानुहोस्, आफ्नो लाइफमा लागू गर्नु होला, जीवनमा लागू गर्नु होला। टाइम म्यानेजमेन्ट गर्न 1 सेकेन्ड पनि लाग्दैन के। यो रहस्य सिकेर जानुहोस् आज, यहाँबाट आजको जागरण एकाडेमीबाट यो रहस्य लिएर जानु। अनि गुरुले के गर्नुभयो, सबभन्दा पहिला ठुला ठुला ढुङ्गाहरूलाई मिलाएर भाँडोमा राख्नुभयो। अब ठुलो ठुलो ढुङ्गा मिलाएर भाँडोमा राख्दाखेरि त्यहाँ बिचमा त केही न केही स्पेस त बच्छ, खाली ठाउँ बच्छ। हो, त्यो खाली ठाउँ बचेको खाली ठाउँमा सानो सानो ढुङ्गा राखिदिनु भयो। त्यसपछि अरू पनि बचेका ठाउँहरू थियो, त्यहाँ बालुवा राखिदिनु भयो र सबै मेटेरियलहरू एउटा भाँडोमा फिक्स गरिदिनु भयो। अनि हेराइदिनु भयो शिष्यहरूलाई। अनि उहाँले भन्नुभयो कि हेर शिष्यहरू, यसरी नै हाम्रो जीवनको समय हुन्छ। समय हामीले 24 आवर्स मात्र प्राप्त गरेका छौँ, यसलाई हामीले डिभाइड गर्नुपर्छ। यहाँ पत्ता लगाउनु पर्छ यो हाम्रो 24 आवर्समा ठुलो ढुङ्गा कुन हो, सानो ढुङ्गा कुन हो, बालुवा कुन हो। यो भाँडोमा, यो जीवन रूपी भाँडोमा पहिला कुन समयलाई हाल्ने, कुन कामलाई हाल्ने, कुन कामलाई प्राथमिकता दिने हो, कुन कामलाई सेकेन्ड प्रायोरिटी दिने हो, कुन कामलाई थर्ड प्रायोरिटी दिने हो भने बुझेर यदि तिमीहरू गर्यो भने आफ्नो लाइफमा तिमीहरू सक्सेस हुन सक्छौ। होइन भने ज्ञानको केही फाइदा छैन। आदरणीय सरमेमर, अर्को कुरामा चौथो नम्बरमा कुरा जोडे कि माइन्ड छैन हामीसँग, त्यही भएर हामी सक्सेस भएनौँ भने अघि मैले चर्चा गरिसकेँ। हो, माइन्ड कि माइन्ड सेट, कुन कुरा चाहियो म यहाँ स्पष्ट गर्न चाहन्छु। डोन्ट ट्राई टु सेट द मनी एन्ड द मोमेन्ट, ट्राई टु सेट द माइन्ड, द्याट इज द माइन्ड सेट। हामीले माइन्ड सेट गर्नुपर्छ आदरणीय सरमेमहरू। हामी माइन्ड सेट नगरिकन हामी भन्न सक्दैनौँ कि म सक्सेस हुन्छु। सरमेमहरू, सानो स्टोरी जोडेर यो कुरालाई म अहिले यही टुङ्ग्छु, अर्को कुरामा सुरुवात गर्छु। एकचोटिको कुरा हो, सचिन तेन्दुलकर वनडे म्याच, क्रिकेट म्याच हुँदै थियो बेलमोर सिटीमा, अस्ट्रेलियामा। अनि त्यति बेला गड अफ द क्रिकेट सचिन तेन्दुलकर, उहाँलाई आउट गराउनु भनेको साधारण कुरा थिएन के। त्यति बेला कोही व्यक्ति उहाँलाई आउट गराउनै सक्दैन थियो। अनि त्यति बेला के भएको थियो, 2007 मेलबर्न सिटीमा अस्ट्रेलियामा ब्रेड हगले बलिङ गर्दाखेरि अनि सचिन तेन्दुलकरलाई बोल्डै गराए। सानो आउट गराउन नसकेका व्यक्तिलाई ब्रेड हगले पुरा बोल्ड गराए। अनि बोल्ड गराइसकेपछि जब म्याच समाप्त भयो, अत्यन्त हर्षित र खुसी मुद्रामा ब्रेड हग आफ्नो त्यही बल लिएर, जुन बलबाट सचिनलाई आउट गराउनु भएको थियो, हो त्यही बल लिएर दौडेर अनि सचिन तेन्दुलकरको ठाउँमा पुग्नुभयो। अनि त्यो बल हेराउँदै सचिनसँग एज अ सुपिरियर भन्नुभयो, सर टुडे आई एम भेरी ह्याप्पी, म धेरै खुसी छु। 2007 सालको यो म्याचमा हजुरलाई कसैले आउट गराउन सक्दैन, आज म यही बलबाट हजुरलाई मैले बोल्ड गराएको छु। यो मेरो जीवनको अत्यन्त खुसियालीको क्षण हो। यो बलमा अटोग्राफ दिदिनुहोस् सर, तपाईँ जस्तो ठुलो व्यक्तिले आउट गराउनु भनेको साधारण कुरा होइन नि, अटोग्राफ दिनुहोस् भनेर ब्रेड हगले सचिन तेन्दुलकरलाई रिक्वेस्ट गरे। त्यति बेला सचिन तेन्दुलकर आफ्नो चेयरबाट उठेर अनि ब्रेड हग कहाँ पुगे अनि भने, ल दिनुहोस् बल दिनुहोस्। बल लिनुभयो भने सचिन तेन्दुलकरले त्यही बलमा लेख्नुभयो, बाबु यो त टाइम, यो क्षण तिम्रो जीवनमा आज आयो, तर यसपछि अब यो क्षण तिम्रो जीवनमा कहिले पनि आउँदैन भनेर सचिन तेन्दुलकरले लेखिसके। त्यसमा यो क्षण तिम्रो जीवनमा कहिले पनि आउँदैन। आदरणीय सरमेमहरू, त्यति बेला माइन्ड सेट गरे सचिन तेन्दुलकरले 2007 मा कि अहिले मलाई यो ब्रेड हगले आउट गराएर बोल्ड गराइसक्यो, यसपछि अब म बोल्ड भयो भने मेरो प्रेस्टिज जान्छ, मेरो रिपुटेसन जान्छ। अनि त्यो रिपुटेसन र प्रेस्टिजलाई बचाउने
एउटा माइन्डमा सेट गर्नुभयो के सेट गर्नुभयो, माइन्ड सेट गर्नु। माइन्ड त सबसँग छ तर सेट कसैले गरेको हुँदैन, सङ्कल्प लिएको हुँदैन। आदरणीय सर्मेमहरू सचिन तेन्दुलकरले त्यही माइन्ड सेट गरे अनि त्यही दिनदेखि अहिलेसम्म कति म्याचहरू भयो र ब्रेड हग र सचिन तेन्दुलकरको बिचमा कति म्याचहरू भयो, तर आजसम्म सचिन तेन्दुलकरलाई ब्रेड हगले आउट गराउनै सकेन। सफल भए सचिन तेन्दुलकर, गड अफ द क्रिकेट बनेर पुरा संसारमा छाइए। कारण के हो? माइन्ड सेट। माइन्ड सेट इज द सक्सेस, सिक्रेट अफ द सक्सेस। डायरीमा लेखेर जानुहोस् के माइन्ड छ तर सेट गर्ने प्रयास गर्नुहोस्। अब कसरी सेट हुन्छ एडभान्स क्लास लिनुहोस् अनि मजाले सिक्न पाइन्छ कसरी सेट हुन्छ। त्यो हिसाबले गर्दा मान्छे सक्सेस हुन्छ। आदरणीय सर मेम्बर, अर्को कुरा बिलिभ र बिलिभ सिस्टमको कुरामा गर्छु। बिलिभ र बिलिभ सिस्टमको कुरा गर्छु। आदरणीय सर मेम्बर, जङ्गलमा सबैभन्दा ठुलो जानवर कुन हो? जिराफ। सबैभन्दा धेरै दौड्ने जानवर कुन हो? चितुवा। सबैभन्दा ठुलो जानवर कुन हो? बाघ। सबैभन्दा चलाक चाहिँ कुन हो? स्याल। तैपनि यी 4-5वटा जुन जनावरको नाम मैले लिए, कोही जङ्गलका राजा छैन नि त। आदरणीय सर मेम्बर ध्यान दिनु होला, कोही पनि राजा छैन के। चलाक छन्, ठुलो छन्, शक्ति छ, पावर छ, सब छ, चलाक छैन। चलाक छन् तर राजा छैन भन्नुको अर्थ राजा हुनको लागि यी गुणहरूको आवश्यकता छैन नि त। अहिले हामी संसारमा जति पनि कुरा गरिरहेका छौँ नि, हो यो गुणको आवश्यकतै छैन चलाक हुनको लागि कि किङ हुनको लागि, जनावर हुन, राजा हुनको लागि। यो जुन लक्षण छ यो चाहिँदैन। के चाहियो? बिलिभ सिस्टम चाहियो। आदरणीय सर मेम्बरहरू, जब बाघले हात्तीलाई हेर्छ, हात्तीले यदि चाह्यो भने एउटा खुट्टामा थिचेर पनि बाघलाई मार्न सक्छ के, त्यति पावर हुन्छ हात्तीसँग। तर जब हात्ती र बाघ जब एक सामने जब जुत्छ नि, हो हात्तीले बाघलाई हेर्दाखेरि र बाघले हात्तीलाई हेर्दाखेरि, म बिलिभ सिस्टम डिकम्पोजिसनको कुरा यहाँ याद दिलाउन चाहन्छु आदरणीय सर मेम्बरहरू। जब हात्तीले बाघलाई हेर्छ, हात्ती भन्छ हो मलाई त मारिदिन्छ। उसको माइन्ड चाहिँ डिफेन्सिभ मोडमा जान्छ कि, डिफेन्सिभ मोडमा। अब त म गएँ, हरेस खाए कि अब यो मसँग हुन सक्दैन। आज 1 लाख रुपियाँ लगानी गरेर व्यापार सुरु गरेको थिएँ, 50,000 मेरो घाटा गयो, अब मेरो व्यापार सेट हुन सक्दैन। यत्रो मेहनत गरेर पढ्यो, भिसा सफल हुन सकेन, यो सेट भएन, त्यो सेट भएन, मार्क्स आएन, कम्पिटिसनमा नाम निस्केन, हरेस खाएर विद्यार्थी त्यही आत्महत्या गरिरहेका छन्। नगर्नुहोस्। यो भिडियो हेर्दै हुनुहुन्छ भने नगर्नुहोस्, मेरो क्लास हेर्दै हुनुहुन्छ भने नगर्नुहोस्। बिलिभ सिस्टम ल्याउनुहोस् के, बिलिभ सिस्टम। बाचा गर्न चाहन्छु, हजुरभित्र माइन्ड सेट गरेर यदि बिलिभ सिस्टम आयो भने सक्सेस हुनुहुन्छ। अनि बाघले जब हात्तीलाई हेर्छ, उसले लाग्छ हो दिस इज माई लन्च, यो त मेरो लन्च हो, म त्यसलाई खाइदिन्छु भनेर एउटा मनमा बिलिभ सिस्टम हुन्छ अनि आक्रमण गर्छ अनि बाघले हात्तीलाई मारेर खाइदिन्छ। त्यसैले त बाघ भनेको राजा हो, हात्ती त होइन नि। हो राजा हुनको लागि त्यो चाहियो के, बिलिभ सिस्टम चाहियो। हो यो पनि सिक्रेट अफ द सक्सेस हो, सफलताको रहस्य यही नै हो के। आदरणीय सर मेम्बर, द किङ अफ द जङ्गल इज टाइगर नै हो। म यहाँ जोड्न चाहन्छु आदरणीय सर मेम्बर, मनीको कुरा हामी गऱ्यौँ कि मसँग पैसा छैन, ठुल्ठुलो काम गर्न सकेन, ठुलो व्यापार गर्न सकेन, राम्रो कलेजमा मेरो एडमिसन भएन, अनि त्यसपछि म कहाँबाट सक्सेस हुनु त? सानो कलेजमा पढिरहेछु, सानो स्कुलमा पढिरहेको छु, राम्रै पैसा छैन, पैसा नभएपछि कहाँ सक्सेस हुने, सफलता कहाँबाट प्राप्त गर्ने? भनिएको छ मनी हेज नो पावर, मोमेन्ट हेज पावर, इट क्यान ब्रिङ्स द सक्सेस। तपाईँ मोमेन्टलाई विचार गर्नुहोस्। ठुलो मूल्य भएको सामानको यदि आवश्यकता छैन भने हजुरसँग कुनै सामानको धेरै ठुलो मूल्य छ। हजुरहरू फेसबुकमा भिडियो हेर्नु होला, मैले एउटा भिडियो हालेको थिएँ कि कुनै सामानको मूल्य धेरै छ, सब्सक्राइब गर्नु होला, लाइक गर्नु होला, सबै गर्नु होला, हेर्नु होला भिडियो राम्रो लाग्यो भने। कुनै सामानको मूल्य धेरै छ तर तपाईँले त्यो सामानको खाँचो छैन भने धेरै मूल भएको सामान पनि हजुर किन्नुहुन्न के। तर कुनै सामानको मूल थोरै छ, मूल्य के, मूल्य, मूल भनेको मूल्य थोरै छ तर त्यसको आवश्यकता छ अहिले, जुनसुकै एट एनी कस्ट यु विल बाई द्याट थिङ्स के। हो द्याट इज द मेन थिङ्स। तपाईँ त्यो कुरा किन्नुहुन्छ कि। त्यही भएर म भन्न चाहन्छु मनी हेज नो पावर बट द मोमेन्ट हेज द पावर। तपाईँ समयलाई चिन्ने प्रयास गर्नुहोस्, समयले हजुरलाई सफल बनाइदिन्छ र समयले कतिलाई विफल बनाइदिएको छ।
आदरणीय सर मेम्बर, हजुरहरू मेरो क्लास लिँदै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ, ध्यान यतैतिर दिनु होला। धेरै समय म लिन चाहन्न, थोरै समय लिन्छु, तर मिनिङफुल कुराहरू यहाँबाट गरेर जान्छु, मिनिङफुल कुराहरू सम्झाएर जान्छु। आदरणीय सर मेम्बर, त्यस्तै कतिपय व्यक्तिहरू भन्नुहुन्छ मसँग जब छैन, जब भइदिएकोमा म सक्सेस हुन्छु। आदरणीय सर मेम्बर, द जब वी क्यान चेन्ज द भेजिटेबल। आदरणीय सर मेम्बर, यो कस्तो हाँस्यपद कुरा छ, तर यो रियालिटी पनि हो नि त। यदि हजुर नोकरी गरिराख्नु भएको छ, जब गरिराख्नु भएको छ भने आज हजुरको घरमा भिन्डीको तरकारी पाकिरहेको होला भने भोलि काउली फ्लावर पाक्ला, पर्सि च्याउ पाक्ला, अर्को पर्सि मासु, अब के छ, अब म त भेजिटेरियन परे, सरी, के पाक्ला। भन्नुको अर्थ के हो भने हजुरसँग नोकरी छ, जब छ भने तपाईँको तरकारी परिवर्तन हुन सक्छ, तर लाइफ परिवर्तन नोकरीबाट हुँदैन नि त। जो व्यक्ति जब गरिरहेको छ उसले पनि यो कुरा थाहा छ। लाइफ परिवर्तन गर्नको लागि मोमेन्ट परिवर्तन गर्नु पर्यो, र मोमेन्ट परिवर्तन गर्नको लागि यही मेरा सिक्रेट अफ सक्सेस लिएर जानु पर्यो के आदरणीय सर मेम्बर हो। लिएर जानुहोस्, आज सक्सेस हुनुहोस्, र सक्सेस भएर एकचोटि मलाई कल गर्नुहोस्, सर म सक्सेस भएँ हो। त्यही भएर जब चाहिँ सारा कुरा होइन क्या, हामीले डिफेन्सिभ मोडमा जानु सक्सेस हुन सक्छ। आज हेर्नुहोस् कतिपय व्यक्तिहरूले आफ्नो जब छोडेर अनि कति ठुल्ठुला व्यक्तिहरू बनिसके। अब थुप्रै इक्जाम्पलहरू दिन थाल्दाखेरि टाइम हामीसँग कम हुन्छ। आदरणीय सर मेम्बरहरू, एउटा सानो म भिडियो हेराउन चाहन्छु, त्यो भिडियोमा हजुरहरू हेर्न चाहनुहुन्छ। एकजना व्यक्ति, हामीसँग त हात खुट्टा सबै छ, उहाँसँग हात खुट्टा छैन, अनि उहाँले हात खुट्टा नभएकै जन्मनुभयो आफ्नो आमा बुवाबाट, लास्टमा आफ्नो लाइफबाट हरेस खानुभयो, भन्नुभयो होइन अब मलाई आत्महत्या गर्नु पर्यो, म बच्न चाहन्न भनेर सोच्नुभयो, तर लास्टमा गएर उहाँ मोटिभेसनल स्पिकर बन्नुभयो। उहाँलाई नेपालमा बोलाउनको लागि कमसेकम हामीले 50 लाख रुपियाँ तिर्नुपर्छ एक दिनको लागि। त्यस्ता व्यक्तिको भिडियो हेर्नुहोस्, बडो ध्यानका साथ भिडियो हेर्नुहोस्। Growing up as a child, I would be quite envious of everybody else around me who had arms and legs, including my brother and sister at times. I was born without limbs for no medical reason, and I hated God. So why did He give me less? What did I do to deserve that? Today, I stand before you without arms and legs, but a very strong man because of the bad days in my life. You will have good days and you'll have bad days, but you will always learn something more or something new, and you will learn more overall on bad days than good days. You will learn more about yourself, you'll learn more about relationships, you'll learn about life and principles, and it'll build your character. But I tell you, there are some times in life. आदरणीय सर मेम्बर, समय कम छ, भिडियोको मेन मर्म म बुझाइदिन्छु। भिडियो सानै थियो, यो भिडियोमा हामी हेरिरहेका थियौँ नेक पिजुसलाई। उहाँले के भन्नुभयो भने जन्मने बेलामा मेरो हात खुट्टा थियो, भगवानले उहाँहरूलाई हात खुट्टा दिनुभएको थियो, मसँग हात खुट्टा छैन, म गडलाई हेट गर्थेँ। तर पछि मलाई जब मोटिभेसन पायो, पछि मैले जब ट्रेनिङ लिएँ, त्यसपछि आफै बाँचेर जिउने एउटा साहस आयो, सक्सेस, सिक्रेट अफ सक्सेस मैले प्राप्त गरेँ, अनि त्यसपछि आफ्नो जीवनलाई सिँगारेँ। आज लाखौँ व्यक्तिलाई म ट्रेनिङ दिन्छु, र उहाँले एउटा कार्यक्रमका लागि कति पैसा लिनुहुन्छ अघि मैले भनिसकेको छु, रिपिट गर्न चाहे। आदरणीय सर मेम्बर, त्यस्तै अब हजुरलाई म अर्को कुरा यहाँ सेयर गर्न चाहन्छु। हामी अहिलेसम्म अब जाँदा जाँदै हामी अन्ततिर छौँ। अहिलेसम्म हामीले मेन कुरा यसमा सिक्रेट अफ सक्सेस के हो भन्ने कुरामा हामी चर्चा गऱ्यौँ। त्यो सिक्रेट अफ सक्सेसमा मैले आफ्नो केही सिक्रेटहरू, मैले 7वटा सिक्रेटहरू हजुरसँग मैले सेयर गरेको छु। त्यो 7वटा सिक्रेटलाई म सेयर गर्दै अब बिदा लिन चाहन्छु। त्यो 7वटा सिक्रेट एकचोटि म रिभ्यू गर्न चाहन्छु। डायरीमा नोट गर्नु होला, स्क्रिनसट लिनु होला, सोच्नु होला, हेर्नु होला कि यो सिक्रेट अफ सक्सेस यो सफलताको रहस्य हो कि होइन। हो नि त। हेर्नुहोस्, पहिलो सफलताको रहस्य चाहिँ एक्जिक्युसन अफ द नलेज रादर देन द नलेज। ज्ञान हामीसँग छ तर त्यसलाई एक्जिक्युट गर्दैनौँ भने हामी सफल हुँदैनौँ। आज अति पनि ज्ञान छ हजुरसँग, त्यसलाई एक्जिक्युट गर्नु होला, इम्प्लिमेन्ट गर्नु होला, सफल हुन सक्नुहुन्छ। त्यस्तै अर्को छ डिरेक्सन, पर्सिस्टेन्स इज। मलाई पोखरा जानु छ भने कुन दिशामा जानुपर्छ? काठमाडौँबाट पूर्व दिशातिर जानुहुन्छ भने सायद प्राप्त हुँदैन नि त। हो, त्यो कुरा हेर्नु होला। टाइम सबैजनासँग छ तर टाइमलाई हामीले म्यानेज गर्नुपर्छ। जसरी गुरुले टाइम म्यानेज गरेर बताउनु भयो त्यसरी नै म्यानेज गर्नुपर्छ। माइन्ड हामी सबैजनासँग छ तर माइन्डलाई सेट गर्न जानु पर्यो।
माइन्ड सेट गरिसकेपछि सचिन तेन्दुलकरलाई ब्रेड हगले आजसम्म बोल्डै गर्न सकेन। त्यस्तै बिलिभ विश्वास त गर्छौँ, तर बिलिभ सिस्टम हाम्रो कस्तो छ त्यसलाई निहाल्नुपर्ने आवश्यकता छ। बाघसँग बिलिभ सिस्टम भएकै कारणले गर्दा हात्ती जस्तो ठुलो जनावरलाई पनि मार्न सफल हुन्छ, आज जङ्गलका राजा पनि बनेको छ। आदरणीय संयमहरू, मोमेन्ट इज नेसेसरी रादर देन मनी। पैसा चाहिँ मान्छेलाई सक्सेस बनाउँदैन, तर समयले चाहिँ मान्छेलाई सक्सेस बनाउँछ भन्ने कुरा म यहाँ जोड दिन चाहे। त्यस्तै लास्टतिर हामीले के लास्टको हाम्रो जुन सक्सेस सिक्रेट अफ सक्सेस छ, त्यो लास्टको सिक्रेट अफ सक्सेस हजुरहरू यहाँ हेर्न सक्नुहुन्छ। मैले यहाँ हेरेन, एकचोटि म हेर्छु। बिजनेस इज रादर देन जब। हामीलाई जब गर्नुभन्दा पनि राम्रो बिजनेस, किनभने जब भनेको अरूको लागि हो, अर्को लागि तपाईँ आफूलाई बेच्नु भएको छ, आफ्नो समयलाई, आफ्नो शरीरलाई। तर बिजनेस भनेको आफैलाई तपाईँ लगानी गरेर राख्नु भएको छ, त्यो गर्नु होला। यति 7वटा कुराहरू हजुरलाई छोड्दै आज म हजुरहरू समक्षबाट अब बिदा हुन्छु। त्योभन्दा पहिला हजुरको मनमा केही जिज्ञासा छ, केही क्युरियोसिटी छ भने हजुरहरू सोध्न चाहनुहुन्छ भने तपाईँ सोध्न सक्नुहुन्छ। त्यस्तै मसँग यो कुरा गरिरहँदाखेरि मसँग सम्पर्क सूत्र पनि म यहाँ छोडेर जान्छु। मसँग साथी बन्न चाहनुहुन्छ अथवा मेरो कुरा राम्रो लाग्यो, यो सिक्रेटका सक्सेसहरू अझ डिटेलमा बुझ्नुहुन्छ भने म हजुरहरूलाई बुझाउने प्रयास गर्छु। यो मेरो सम्पर्क सूत्र यहाँहरू हेरिराख्नु भएको छ। म प्रदीप यादव, टिचर, राइटर, मोटिभेसनल स्पिकर, 9819257450, मेरो सेलफोन नम्बर। फेसबुकमा म पेज छ मेरो, प्रदीप असन्सा भने। टक्क स्क्रिन प्रिन्ट स्क्रिन होला, मजाले मेरो धन्यवाद आदरणीय प्रदीप यादव सर। हजुरले एकदमै राम्रो प्रस्तुति दिएर गइसक्नु भएको छ। जब लिनुहुन्छ हजुरहरूले जागरण एकाडेमीसँग डेट, जब लिनुहुन्छ हजुरहरूले जागरण एकाडेमीसँग डेट, अनि मात्र हुन्छ हजुरहरूको सफलताको लागि माइन्डसेट, अनि मात्र हुन्छ हजुरहरूको लागि सफलताको लागि माइन्डसेट। पक्कै पनि आदरणीय प्रदीप यादव सरले माइन्डसेट नभएसम्म हामी सफल हुन सक्दैनौँ। सफल हुनका लागि हामीलाई विभिन्न कुराहरूको आवश्यकता पर्दछ भनेर एकदम रहस्यमय तरिकाबाट रहस्यमय कथाहरू सुनाउँदै र सफलताका रहस्यहरूको बारेमा हामीहरूलाई कसरी सफल हुने भनेर बोध गराइसक्नु भएको छ। र आदरणीय सरम्यामहरू, मलाई पुरा विश्वास छ हजुरहरूले अब सफलताको रहस्य थाहा पाइसकेपछि जीवनमा सफलता कसरी प्राप्त गर्नुहुनेछ भन्ने कुराहरू बुझिसक्नु भएको छ। यति भन्दै अब हजुरहरू कस्तो अभिभावकभित्र पर्नुहुन्छ र स्मार्ट अभिभावक कसरी बन्न चाहनुहुन्छ भन्ने जान्नको लागि शनिबार बेलुका 7 बजे म आउँदैछु र हजुरहरू जोडिन नबिर्सनुहोला। र साथमा मैले फेरि पनि एकचोटि सम्झना दिलाएँ, म हजुरहरूलाई एकदमै रोमान्टिक रमाइलो गेमहरू खेलाउनेछु। त्यसको लागि नयाँ नयाँ कुराहरू दिनेछु, तथ्याङ्कहरू दिनेछु, विभिन्न रिसर्चहरूबाट आएका अनुसन्धानहरूबाट आएका कुराहरू दिनेछु। त्यसको लागि पेन र डायरी चाहिँ साथमा लिन नबिर्सनुहोला भन्दै यतिन्जेलसम्म हामीलाई साथ दिनुहुने, सम्पूर्ण दृढताका साथ हामीलाई साथ दिनुहुने सम्पूर्ण आदरणीय सर म्यामहरूलाई म मेरो व्यक्तिगत तर्फबाट र आयोजक संस्थाको तर्फबाट धेरै धेरै हार्दिक आभार प्रकट गर्दछु। र आजको यस सेसनलाई अन्त्य गरिदिनु हुनको लागि म आदरणीय प्रशिक्षक टङ्क निरौडा सरलाई यो फ्लोर हस्तान्तरण गर्दै म पनि हजुरहरूको साथमा रहनेछु। केही क्षणको लागि ओझेल पर्दछु। हजुरहरूको रात र बाँकी पल सफल रहोस् भन्दै बिदा हुन्छु। धन्यवाद, नमस्कार। धन्यवाद आजका उद्घोषक गायत्री त्रिमसी। शनै पन्था शनै कन्था शनै पर्वतमस्तके शनै विद्या शनै वित्त पञ्चै तानी शनै शनि। नमस्कार, म टङ्क निरौला उर्लाबारी मोरङबाट। आज हामी यो 15 दिवसीय टट कार्यक्रमको फाइनल कार्यक्रमको पहिलो सेक्सनमा थियौँ। र यो पहिलो सेक्सनमा हामीले पहिलो
आदरणीय प्रशिक्षक गीता आचार्यज्यूबाट बाल मनोविज्ञान विषयमा महत्त्वपूर्ण कुराहरू होइन कसो गर्दा हामीले बालकको साइन्टिफिक कुरा बुझ्छौँ र उहाँहरूलाई कसरी डिल गर्दाखेरि भविष्य राम्रो सुन्दर बनाउन सक्छौँ भन्ने कुराहरू सिक्यौँ। त्यसै गरी दोस्रो दमदार प्रस्तुति प्रदीप यादव सरको सेक्रेट अफ सक्सेसबाट धेरै कुराहरू हामीले प्राप्त गरेका छौँ। यसै क्रममा म के भन्दछु भने सनै पन्था, अघि मैले भने सनै पन्था बाटो हिँड्ने काम, सनै कन्था साधु सन्त महात्मा बन्ने काम, सनै विद्या पढ्ने काम, अनि सनै वित्त भनेको धन आर्जन गर्ने काम। यी 5वटा कुराहरू चाहिँ हामीले बिस्तारै अघि सेक्रेट अफ सक्सेसमा प्रदीप सरले भने जस्तो बिस्तारै निरन्तर रूपमा गऱ्यौँ भने मात्रै सक्सेस हुन्छौँ है। होइन भने निरन्तरता दिन सकेनौँ भने कुनै दिन कुनै अवस्था कुनै पल पनि छोड्यौँ, टाइम म्यानेजमेन्ट गर्न सकेनौँ भने के हुन्छ त हामी अवश्य पनि योबाट बिस्तारै पछाडि धकेलिँदै जान्छौँ। हामी हाम्रो गोलमा एचिभ गर्न सक्दैनौँ। तसर्थ यी 5वटा विषयहरूलाई हामीले कहिले पनि छोड्नु हुँदैन। हामी यहाँ सिक्ने सिकाउने क्रममा निरन्तर लागेको यो 75औँ ब्याच भनेको 75 × 2 हप्ता हेर्नुहोस् त 150 हप्तासम्म निरन्तर रूपमा हामी लागिरहेछौँ हजुरहरू जस्तै ट्रेनरहरू उत्पादन गर्ने काममा। र अब भोलि हाम्रो के छ, यस्तै पर्सि प्यारेन्टिङको कार्यक्रम छ। भोलि हामीसँग छ हाम्रो जीवनमा महत्त्वपूर्ण विषय। हामी स्कुल जान्छौँ, कलेज जान्छौँ, पढ्छौँ, हाम्रो अधिकांश समय बच्चाको समय विद्यालयमा बिताउँछौँ। 17 वर्ष 15 वर्ष 20 वर्ष विद्यालय गएर पनि हामी फाइनेन्सियल म्यानेजमेन्ट कसरी गर्ने भन्ने कुरा सिक्दैनौँ। यो महत्त्वपूर्ण विषयहरू पनि बाँकी नै छन्। अनि गोल सेट कसरी गर्ने, अर्को एडभान्स क्लास लिनु होला भन्दै हुन्थ्यो अघि प्रदीप सरले होइन। त्यो गोल सेट गर्ने एडभान्स क्लास हामीसँग अझै भोलि पर्सि बाँकी नै छ। निरन्तर हामी के गर्छौँ त 12 गतेसम्म विभिन्न ट्रेनरहरूबाट यस्ता विषयहरूमा माइन्ड सेट गर्दै सिक्दै जानेछौँ। आउनुहोस् निरन्तर रूपमा 12 गतेसम्म यहाँहरूको साथ सहयोग अपेक्षा र केही कुरा सिकेर जानुहुनेछ भन्ने अपेक्षा गर्दै आजको यस प्रस्तुतिलाई अन्त्य गर्नको लागि म आजको होस्ट को हुनुहुन्छ उहाँलाई अनुरोध गर्दै यहाँहरू सबैलाई हार्दिक धन्यवाद सहित बाँकी समय यहाँहरूको शुभ रहोस्। हस्, धन्यवाद, शुभरात्रि। धेरै धेरै धन्यवाद सरलाई। साँच्चीकै सरले शङ्कर निरौला सरले आफ्नो सम्पूर्ण प्रस्तुति गर्दा हामी जाँदा